नमस्ते, स्वागत छ तपाईँलाई मेरो भिडियोमा र आज हामी कुरा गर्न जाँदैछौँ व्हाट इज डिजिटल मार्केटिङ। अनि यो भिडियो चाहिँ एकदम बिगिनर फ्रेन्डली हुनेछ। सो यसमा चाहिँ डिजिटल मार्केटिङ भने के हो भनेर कुरा गर्नेछौँ। सो लेट्स स्टार्ट द भिडियो। डिजिटल मार्केटिङ भन्नाले चाहिँ कुनै पनि प्रोडक्ट वा सर्भिसलाई चाहिँ डिजिटली प्रमोट गर्नु। इक्जाम्पल, इफ तपाईँको चाहिँ कुनै एउटा पेनको फ्याक्ट्री छ अरे अनि त्यो पेनलाई चाहिँ तपाईँले डिजिटली प्रमोट गर्न चाहनुहुन्छ भने त्यसलाई डिजिटल मार्केटिङ भनिन्छ। र त्यसमा चाहिँ तपाईँले धेरै तरिकाले मार्केटिङ गर्न सक्नुहुन्छ। जस्ट लाइक इक्जाम्पलको लागि सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, इन्फ्लुएन्स मार्केटिङ, पेड एडभर्टाइजमेन्ट, इमेल मार्केटिङ अनि त्यस्तै त्यस्तै मार्केटिङ गरेर हजुरले आफ्नो प्रोडक्टको डिजिटली प्रमोट गर्न सक्नुहुन्छ। अब अलिकति हिस्ट्रीमा गएर डिजिटल मार्केटिङ भने के हो भनेर बुझौँ। सो मार्केटिङ चाहिँ टु टाइपको छ, जुन चाहिँ ट्रेडिसनल एन्ड मोडर्न मार्केटिङ हो। अब हिस्ट्रीकै बारेमा कुरा गर्दाखेरि चाहिँ हामी ट्रेडिसनल मार्केटिङ भने के हो भनेर बुझौँ। सो ट्रेडिसनल मार्केटिङभित्र चाहिँ हाम्रो न्युज पेपर, रेडियो, वर्ड अफ माउथ, टिभी अनि त्यस्तै त्यस्तै प्रकारका ट्रेडिसनल्ली मार्केटिङ गर्ने कुराहरू पर्छ। जस्तै अब फर इक्जाम्पलको लागि हामीले कुनै पनि टिभीमा एड देख्थ्यौँ पहिला पहिला विभिन्न विभिन्न तरिकाको, जसमा चाहिँ अब जे पनि हुनसक्थ्यो। अनि रेडियोमा न्युजहरू आउँथ्यो, आज यस्तो भयो, हिजो यस्तो भयो भनेर। सो वर्ड अफ माउथको कुराहरू भयो। वर्ड अफ माउथ भन्नाले चाहिँ हजुरको अब कसैले पनि यो ठाउँमा चाहिँ यस्तो छ है, यहाँ गएर चेक गर्न सक्छौ भनेर कसैले भन्नुभयो भने त्यहाँबाट हजुरले त्यो ठाउँमा गएर किन्न सक्नुहुन्छ। अनि न्युज पेपरमा पनि अब विभिन्न विभिन्नको न्युजहरू आइरहन्थ्यो। सो त्यसरी नै मार्केटिङ गरिन्थ्यो पहिलाको पालिमा चाहिँ। जमाना जमाना अनुसारले फरक छ। सो यसरी नै पहिला चाहिँ मार्केटिङ गरिन्थ्यो। नाउ वी हेभ मोडर्न मार्केटिङ, जसमा चाहिँ हामीले सोसल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, एसइओ, एसइएम, कपी राइटिङ एन्ड मेनी मोरहरू, जसमा चाहिँ अब मोडर्न मार्केटिङभित्र पर्छ यिनीहरू चाहिँ। सो यसको की कम्पोनेन्टहरू चाहिँ यस्तो यस्तो प्रकारका छन्, जसमा चाहिँ हजुरले देख्न सक्नुहुन्छ। सर्च इन्जिन अप्टिमाइजेसन एसइओ, सर्च इन्जिन मार्केटिङ एसइएम, कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, पेड एडभर्टाइजमेन्ट, इन्फ्लुएन्स मार्केटिङ। अरू पनि मार्केटिङहरू त छ, तर हजुरलाई सिम्पल एकदम बुझ्नको लागि चाहिँ म यति मात्र अहिले बुझाउन चाहन्छु। सो अब एसइओ भन्नाले चाहिँ अब एकदम सिम्पल भाषामा भन्नुपर्दा चाहिँ तपाईँको कुनै पनि वेबसाइटलाई अर्ग्यानिकली ऱ्याङ्किङ गर्ने। यसको लागि चाहिँ हजुरलाई एकदम सिम्पल इक्जाम्पल दिन चाहन्छु म, जसमा चाहिँ हजुरले एकदम राम्रोसित बुझ्न सक्नुहुन्छ। एउटा लाइब्रेरी छ अरे, जसमा चाहिँ बुक होइन वेबसाइटहरू चाहिँ छ अरे। अनि त्यसमा चाहिँ तपाईँले व्हाट इज डिजिटल मार्केटिङ भनेर सर्च गर्नु पऱ्यो लाइब्रेरीमा, होइन। अनि लाइब्रेरीमा चाहिँ तपाईँलाई डिजिटल मार्केटिङको सम्बन्धित वेबसाइटहरू चाहिँ ल्याएर दिन्छ लाइब्रेरीले। अनि तपाईँले त्यहाँबाट कुन चाहिँ अब हेर्ने कुन नहेर्ने भनेर अब आफ्नो विचार हुन्छ। भनेपछि लाइब्रेरी चाहिँ कसरी थाहा पाउँछ त्योमा कुन चाहिँ वेबसाइट तपाईँलाई दिने भन्दाखेरि चाहिँ त्योभित्र कन्टेन्टहरू, त्योभित्रको किवर्डहरू के लेखिएको छ, ब्लगहरूदेखि लिएर फोटो, इमेजेसहरू, अनि को आएर कति बेर बस्यो, कति लोडिङ भयो कि भएन, फास्ट, स्लो, त्यस्तै त्यस्तै विभिन्न कुराहरू हेर्छ। अनि त्यहीले अनि उसको सर्च इन्जिन अप्टिमाइजेसन हुन्छ। सो सिम्पल भाषामा यही नै हो हजुरको सर्च इन्जिन अप्टिमाइजेसन भनेको। सो सर्च इन्जिन मार्केटिङ भन्नाले चाहिँ के हो? अब सर्च इन्जिन भनेर त एउटै हो, तर एसइएममा चाहिँ के हुन्छ भने तपाईँको यो चाहिँ पेड एडभर्टाइजमेन्ट हो। जस्तै अब हजुरको अघि न त गुगलले अब हरेक कुरा हेर्ने हो, कन्टेन्ट, किवर्ड, युजर एक्सपिरियन्सदेखि लिएर हरेक कुरा। तर यसमा चाहिँ हजुरले पेड एडभर्टाइजमेन्ट गरेर हजुरको वेबसाइटलाई ऱ्याङ्किङ गर्नुहुन्छ। त्यसमा चाहिँ अब इजिली भन्नुपर्दा हजुरले पैसा लगाएर स्पोन्सर, अब जस्तै कुनै कुनै हजुरले सर्च गर्नुभयो भने त्यहाँ स्पोन्सर रिजल्ट भनेर आउँछ गुगलको सर्चमा। अनि त्यो चाहिँ हजुरको पेड एडभर्टाइजमेन्टहरू हो। उहाँहरूले चाहिँ पैसा हालेर उहाँहरूले ऱ्याङ्किङ गर्नुभएको सिम्पलेस्ट भाषा। सो कन्टेन्ट मार्केटिङ भन्नाले चाहिँ अब कोही पनि मान्छेले कन्टेन्ट बनाउँछ, भिडियो बनाएर हाल्यो भने जसमा चाहिँ भ्यालुएबल इन्साइटहरू हुन्छ, हजुरलाई एकदम इम्पोर्टेन्ट कुराहरू भनिन्छ भने यो कुराले चाहिँ मार्केटिङ गरिन्छ। कुनै पनि सर्भिस अथवा प्रोडक्टलाई त्यसरी एउटा भिडियो बनाएर भिडियो मार्फत हजुरलाई देखाएर मार्केटिङ गरिन्छ। इमेल मार्केटिङ भन्नाले चाहिँ कुनै पनि प्रोडक्ट अथवा सर्भिसको चाहिँ इमेल बनाएर एकदम राम्रोसित लेखिएर विभिन्न विभिन्न मान्छेहरूलाई पठाइन्छ भने त्यो चाहिँ इमेल मार्केटिङ भयो। पेड एडभर्टाइजमेन्ट भन्नाले चाहिँ हजुरको कुनै पनि पेड पैसा तिरेर एडभर्टाइजिङ गर्नु। जस्तै अब इक्जाम्पलको लागि सोसल मिडिया प्लेटफर्ममा फेसबुकमा हजुरले एड रन गरेर कुनै पनि पोस्ट अथवा भिडियोलाई हाल्नुभयो अनि एड रन गर्नुभयो भने त्यसलाई नै भन्छ पेड एडभर्टाइजमेन्ट।
इन्फ्लुएन्सर मार्केटिङ भन्नाले चाहिँ कुनै पनि इन्फ्लुएन्सरसँग चाहिँ एउटा पोटेन्सियल भ्युवर्सहरू छ जसले चाहिँ अब त्यो प्रडक्टलाई रुचाउनुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ त्यसलाई मार्केटिङ गर्नुहुन्छ त्यो प्रडक्ट अथवा सर्भिसलाई। त्यसलाई नै भन्छ इन्फ्लुएन्सर मार्केटिङ। सो यति नै हो डिजिटल मार्केटिङ भनेको के हो भनेर हजुरहरूलाई केही प्रब्लम पऱ्यो भने कमेन्टमा भन्न सक्नुहुन्छ। म हजुरको रिप्लाई दिएर हजुरलाई बुझाउन चाहन्छु। सो अरू पनि विभिन्न कुराहरू छ जुन चाहिँ यो चाहिँ एकदम बिगिनर फ्रेन्डली हो। सो अरू पनि भिडियोहरू आउँछ नेक्स्ट टपिकको बारेमा। सो हजुरलाई राम्रो लाग्यो भने सब्सक्राइब गर्न सक्नुहुन्छ। थ्याङ्क यू।